साथीहरू आज फेरि भान्जीको छोरीको भात खुलाइमा जाँदैछौँ। यहाँ अलिअलि फेस प्याक लगाएको कि साथीहरू अब रेडी हुँदैछु। आज चाहिँ मेरो युट्युब फ्यामिलीलाई मेरो हल्का मेकअप गरेको बारेमा नि देखाउने छु। त्यति पर्फेक्टले त आउँदैन, आफूलाई यसो काम चलाऊ आउँछ। हजुरहरूलाई नै सेयर गर्ने छु। यो फेस प्याक लाउँछु। पहिला चाहिँ अलिकति खाजा यो राइस केक हो कि राइस केक खान लाग्छु। थोरै खाजा खाएर रेडी हुन पर्ला। साथीहरू म चाहिँ फेस प्याक धोएर आएँ। त्यति राम्रो त आउँदैन मेकअप गर्न, यसो हल्का फुल्का फेस प्याक निकाले। हेर्नु न आँखामा के डार्क सर्कलकै यस्तो नराम्रो छ, के गर्ने। टाइममा निदै आउँदैन के। अनि यो झन् त्यही माथि पनि यो अहिले मनोपोजको हर्मोनले साथीहरू पागल बनाछ। के गर्नु, कस्तो कस्तो भोग्न पर्दो रहेछ लाइफमा। कति मान्छेलाई थाहै नपाइकन बन्नुहुन्छ। मलाई चाहिँ एकदमै गाह्रो बनाइराखेछ। भन्दै हल्का कपाल स्टेप गर्छु। चिसोमा चिसो गर्छ। आँखाको नि यतिको बनाएँ साथीहरू। यतिको तामझाम गरेर यतिको भयो। रातो साडी छ, रातो साडीको लागि हल्का अलिअलि पिङ्क हजुर गर्छु। पिङ्क बनाएर रातो नाइपट्टि हो, त्यही भएर पिङ्क पिङ्क रातो हुन पऱ्यो। कस्तो लाग्छ मेरो मेकअप सो लगेर भन्नु होला साथीहरू। आँखाको लागि अलिक हल्का ब्राउन ब्राउन लगिदिन्छु साथीहरू। रातो छैन मसित राम्रो छ। यसले यसो अलिअलि हल्का हल्का गर्छु। सिङ्गारको कटर भन्ने साथीहरू नारीको एउटा गहना हो। राम्रो लाग्दैन चाहिँ साथीहरू। म त सोच्छु कि आफ्नो नानीले पाएको यो त सोह्र सिङ्गार हो नानीहरूको, त्यही भएर गर्न मन लाग्छ। हल्का ब्युटी लुक दिन्छ कि आफ्नो सोह्र सिङ्गार गऱ्यो भने। मलाई फेरि साथीहरू यो रातो कालोभन्दा हाइलाइट राम्रो लाग्छ कि गमिलो।
टिका रातो साडी छ यो गमिलो खालको टिका के मलाई मनपर्छ मेरो यो टिका गमिलो खालको छ कि धेरै रातो उत्ताउलो पनि छैन यसरी अब चाहिँ सिन्दुर पहिला चाहिँ अलिअलि अलिकति यसो गर्छु भने बोक्दैन क्या साथीहरू यो डब्बाको लाउँछु क्या साथीहरू अघि पछि लाएर हिँडौँ बसौँ भने विदेशको ठाउँमा काम नगरी सुख छैन सिन्दुर लाएर हिँड्न नि पाइँदैन यो पार्टीमै हो साथीहरू जति लाऊ चट्ट माग भर्यो गयो अब 16 सिङ्गार भनेको मेन चाहिँ हामीहरूको यही हो सिन्दुर साथीहरू यतिको लुक भयो फेरि यो मलाई फेरि अलिअलि सेन्ट नलाइ हुन्न के काममा हिँड्दा होस् पार्टीमा होस् मलाई मेरो एकदमै बेस्ट सेन्ट हो ल साथीहरू फेसतिर त रेडी भयो अब गहर गर्न आज चाहिँ यो स्ट्रिङकै यहाँ चलेको त धान्नै नसकेको यो भयो साथीहरू हातमा यो बङ्गाली टाइपको गर्न मन लाग्यो कि साथीहरू मलाई फेरि यो चुरा एकदमै मनपर्छ अनि साडी पनि धन्दा बङ्गाली टाइपकै छ यसरी घडी अनि यो बङ्गाली सेतो चुरा एउटा त छुटेछ अझ भइरहेछ है यहाँ टननमा धेरै भएको छ हलो चलै भएको छैन हात त यति नै लाउन पर्ला यतिको भयो मेरो लुक यही खाटमाथि के स्टिकरमा राखेर भिडियो खिच्दै गर्दै गरेको त मनी हल्ले नि खाटको डल्लो हल्लेर मोबाइल ढलेको त हेर्नु न यो स्टिकको यो मोबाइल अल्झाउने फुटिहाल्यो क्या साथीहरू गाह्रो छ साथीहरू अब यसकै लागि पैसा गइहाल्ने भयो स्टिकर नभए फेरि मेरो युट्युब बनाउने
नै मिल्दैन, एउटा हातले समातेर त केही हुन्न भन्दै काटेमा पोत्यानी लाए साथीहरू। हातमा औँठी टिका सिन्दुर भयो। अब साडी र यो नङ मालेली नङ पलिस या त्यो नङ लाउन पर्ला। अझ इम्पोर्टेन्ट मेकअप छँदैछ साथीहरू, त्यो टाइम लाग्ने कि यति गर्नु नै सिम्पल लाग्यो कि। मुन्डे छ हातमा, यसो अडियो भने नङ लाउन पर्ला भन्न सोच्दैछु। मेरो फेरि चस्मा नलाए टाउको दुखिहाल्छ साथीहरू, चस्मा लाउन पर्छ। हेर्नु न नङ हालेपछि त फेरि हातै भिन्दै हुन्छ कि। यो सुपर ग्लुले फेरि पुरा झन् नङै बाँधिदिने बिगारिदिने हुने। अनि यो नङको ड्राई यो लाउने याद आयो कि साथीहरू। हेर्नु न नङ हालेपछि त फेरि भिन्दै हुन्छ नि हात, पुड्का पुड्की छ, नङै छैन, त्यही भएर। ल हेर्नु साथीहरू कस्तो राम्रो भयो कि है, रेड रेड रेड। अब के गर्नु साथीहरू, के अरे दोकानमा हालेको चाहिँ लङ लास्टिक रहन्छ, यो चाहिँ अलि डेन्जर छ, डेन्जरै हुन्छ कि। भरेमा पार्टीमा नि फुत्किन सक्छ सुपर ग्लु। फेरि म फेरि त्यो यसको चाहिँ यो नेङको चाहिँ यो यस्तो सानो हुन्छ, यो त अलिक कच्ची हुन्छ। म चाहिँ यो डब्बाको एक्स्ट्रा किनेर ल्याउँछु कि। अनि यो लायो भने कहिले त निकै थाम्छ, कहिले त फेरि फुत्त खसिहाल्छ कि। के गर्नु साथीहरू, हेर्नु त कस्तो है मेरो हात। अब यताको हेर्नु है, यताको कस्तो छ, यो हेरेर यस्तो थ्याप्चो थ्याप्चो छ। अनि यो लासे हेर्नु त कस्तो छुट्टै हुन्छ कि अलिकति। त्यही भएर के अरे सपमा गएर लाउने हो भने 6 हप्ता 5 हप्ता हुन्छ, फेरि काममा एलाउड छैन साथीहरू। त्यही भएर घरमै यसरी लायो। अनि अब म त फेरि ग्लभ्सहरू युज गर्दिनँ, हातैले भाँडा धुने के गर्ने गर्दा त आज र भोलिसम्म रहन्छ। अनि निकाल्न नि मिल्छ क्या यो। हेर्नु त साथीहरू कस्तो राम्रो देखिन्छ क्या। त्यही भएर हेलो, राधे राधे, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। के कस्तो हुनुहुन्छ मेरो युट्युब फ्यामिली? हजुर हामी पनि सन्चै आरामै छौँ। हजुरहरूलाई दिलबाट थ्याङ्क यू सो मच भन्न चाहन्छु। हजुरहरूको अमूल्य टाइम, जिब्रो लटपटेको हेर्नु न, अमूल्य टाइम निकालेर मेरो ब्लग हेरिदिनु भएको छ। अझै पनि फुल ब्लग हेरेर कस्तो लाग्छ, मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब प्लिज भन्न चाहन्छु। एकछिन चस्मा नलाइकन बोल्न पऱ्यो साथीहरूसित। अब म चाहिँ ब्लुज लाएँ, यतिको हल्का मेकअप गरेँ, नङ पनि लाएँ साथीहरू। कस्तो लाग्छ आजको मेरो लुक हेरेर कमेन्ट गरिदिनुहोस् है युट्युब फ्यामिली। आज फेरि इम्पोर्टेन्ट छ ब्लग, मसितै जोडिराख्नु होला भन्न चाहन्छु। मेरो फेरि यो मस्करा के हो यहाँ टाँसिन्छ कि, त्यो नसुक्दै आँखा चलाउँछु नि त। अनि यहाँ माथि माथि टाँसिएको हुन्छ, आज नि टाँसिएको त छैन भन्दै अब म साडी लाएँ। अनि हजुरहरूलाई लिएर जानेछु मेरो आजको ब्लगमा। कहिलेकाहीँ यसरी नै होइन साथीहरू, खुसी ह्याप्पी अनि इन्जोय गर्नुपर्छ कि। साडी नै लाएँ, हेर्नुहोस् त मैले त लगाइसकेँ। म त आज त लेदरको, हेर्नु त साथीहरू आजको मेरो लुक। साडी नै लगाइसकेँ लटर पटर। अब चाहिँ रेडी भएर हिँड्न लाग्यो हामी चाहिँ। यता मिस्टर रसाइलीले त आउनु त मिस्टर रसाइली। हेलो, हामी नै रेडी भयौँ। हेलो, राधे राधे, स्वागत छ हजुरहरूलाई मेरो
युट्युब च्यानलमा मेरो युट्युब फ्यामिली के कस्तो हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ? हजुर हामी अनि सन्चै आरामै छौँ भन्न चाहन्छु र हजुरहरूलाई मेरो दिलबाट थ्याङ्क यू सो मच भन्न चाहन्छु। हजुरहरूको अमूल्य समय निकालेर मेरो ब्लग हेरिदिनु भएको छ, त्यसको लागि दिलबाट थ्याङ्क यू सो मच भन्न चाहन्छु। अब हामी फेरि हजुरहरूलाई लिएर इम्पोर्टेन्ट ठाउँमा जाँदैछौँ, मेरो साथमै रहनु होला भन्न चाहन्छु भन्दै मेरो आजको लुक साथीहरू रेड यस्तो देखेछ। मेरो ब्लग हेरेर कस्तो देखेछ भन्नु होला। मिस्टर रसरी गाडी चलाउँदा मिस्टर रसरी चाहिँ यस्तो लुकमा जाँदैछौँ हामी। जोडिनु होला मसित। नातिनीको भात खुवाइ छ, भात खुवाइ पार्टीमा लाँदैछु। अब किन सस्पेन्ड राख्ने होइन, सुरुमै भनिदिइहाल्ने भन्दै निस्किँदा यतिको पहिरिँदा अलि सुस्तो है ब्रो भन्दै अहिले फेरि है भेटौँला। वेदर फेरि बाहिर हेर्नुहोस् त, पानी आउला आउला सिमसिम परेछ। आकाशमा फेरि बादल, मेरोबाट कति चिज बोलाइरहेको छ। ठिकै भन्छ साथीहरू, गजरा लगाएको देखाउँछु भनेको त छैन, मोबाइलै अनै छैन कि यस्तो हुन्छ क्या घरिघरि त। जस सिम्पल। आज चाहिँ लक्कीले त्यति चिसो रहन्छ कि बाहिर, घामै नलाए नि न्यानै रहेछ। यहाँ पछाडि सोल ल्याएको छु, कोट पनि ल्याएको छु। भरे के हो यहाँ त फेरि एकैछिनमा वेदर चेन्ज भइहाल्छ क्या, चिसो हुन्छ अनि त्यही भएर कस्तो लाग्छ हामीहरूको लुक। मिस्टर रसली कोट प्यान्ट, म रेड गरेर हिँड्नेछ नातिनीको भातको लाइमा। अहिले फेरि भेटौँला साथीहरू है। बोल्दै बोल्दैन नि यो बाटो जाने है। कति सानो गोरेटो भित्री बाटो रहेछ त्यो त फेरि। पातहरू सुकेर झरेर रोक्छ खाद्राङ्गै छ।
साथीहरू आजको पार्टी हुने घर होला है पार्टी हो पार्टी हो यस्तो भयो पागललाई टक्क फेला पारिहाल्यो ब्लगमा लिइहाल्न पर्यो मेरो युट्युबको गुरु लीला पुष्कर दुइटै गुरुहरूलाई यहाँ भेटेको ल हामी चाहिँ आज यहाँ यसरी पिङ पिङ झोला भयो तपाईँसित है मलाई हिँड्नु केही नै हुन्न नमस्ते बाबु सरी यहाँबाट पस्ने यसरी छ हजुर नमस्ते नमस्ते आरामै हुनुहुन्छ नमस्ते हजुर हेलो बहिनीको सन्चै छ दाइ उता अनि ठिकै छ काम सुरु भयो कस्तो रहेछ काम अनि सजाउँदा बोलचाल गर्दा गर्दै लगाएर छोरीहरू बाउ छोरी मिलेको ब्लग नमस्ते कति बेला आएको अघि नै हो युट्युबहरू आएको पनि त्यतिखेर घटेर मान्छेलाई यहाँ छ हाम्रो सामान जाम यो उतै लगेर कतै राख्ने यहाँ पोखिन्छ जाम आउनु खाना खाएको आएर Orası bayra bayra ये तो अंदर हाँ बाहर है को तभी नाश्ता खाई वाला तो पुराने सुना गाड़ी में साइन करें अब अहिले अहिले बेकार छोडिदिनु
अझै पानी रहेछ अलिकति
सोने सी कुड़ी नू मौज में रहने देना दुनिया क्यों कि निशाना कुड़ी ये कर देगी कमाल इससे झूम ले रे अपनी बीत दे कुड़ी नू नचने दे आज लगाने हाम्रो बाबुको नाम त बिर्सिसकेको हेर न देवीराजको नानी छैन नि बुहारी र बाबु देवीराज यति सानोमा देखेको अहिले त दुईवटा नानी र बाबु होला नि हेर कत्रो के जम्मा हाम्रो परिवार यहीँ रहेछन् सबै यता बाबा हुनुहुन्छ नमस्ते जानु मान्छेलाई Hello, check.